किन्नेमा कम मान्छे छ नि तिमी त के अरे बुझिन तिमी त जुन देशको नागरिकता पाउँछ जुन देशमा फाइदा छ त्यही ठाउँमा किन्ने मैले त मान्छे नागरिकता लिएको छैन हो तपाईँको काइन्ड इन्फर्मेसन म चाहिँ आफ्नो एउटा गरिखाएको छु मैले आफ्नो एउटा चित्त बुझेर आएको छु एउटा नागरिकता त मैले लिएको छैन तपाईँलाई मेरो बारेमा थाहा छ अनि तपाईँले कसरी भन्न सक्नुहुन्छ कि मेरो नागरिकता यहाँको मेरो नागरिकता छ भनेर तपाईँले कसरी बोल्न सक्नुहुन्छ तपाईँलाई थाहा भएको मान्छे आएर तिमी किन लुकाएको तिम्रो फेस टु फेस हो न तिम्रो आवक दिने हाम्रो नागरिकता छ भनेर आवक दिने फेस टु फेस हो नि तिमी किन लुकाउँछ तिमी एकछिन सुन्नु कुरा समझदारमा जाऊँ राम्रोसित गरौँ यदि कोही पनि मान्छेको प्राइभेसी पत्ता लगाउँछ भने आँखाको नानीको सेन्सरले मात्रै पनि सबै कुरा फाइनल गर्न सकिन्छ मैले हैन आँखा देखाइसकेको छु उहाँलाई उहाँ एकदमै पपुलर मान्छे एकदमै पावरफुल मान्छे मैले आँखा देखाइसकेको छु रिसर्च गर न ब्रो किन रोइरहेको यहाँ एकछिन ए बाबा तिमी जस्तोलाई रुने मान्छे हो म थुक्का मासाला के रुनु छ म काम नपाएर के हो नि मासाला भनेको चाहिँ आउ न त्यसमै मासाला भनेको चाहिँ के हो इंग्लिशमा के फुर्ती गर्छ अनर देखाउ त मलाई त किन फुर्ती गर्छ अनर नभन्नु न फेरि अनुहार भन्नुस् अनर भनेको त म पोमोग्रेनेट या मलाई ब्लड इन्डियाको भाषा बोल्ने मान्छे होइन म नेपाली भाषा बोल्ने मान्छे हो ए मैले हिन्दी बोले धेरै गफ गर्छस् त हामी आउट अफ ट्र्याक गइरहेछौँ राजनीतितिर नजाउँ के हिजोको धेरै गफ नगरे भाइ तँलाई मलाई पत्ता लगाउनु धेरै टाइम लाग्दैन त धेरै फुर्ती नगरे भाइ होइन मेरो पत्ता लगाउनलाई एकदमै सजिलो छ हिजोको कुरा दाइ त मिलामी यसै दाइ हजुर एउटा सिनियर दाइ हुनुहुन्छ दाइ त्यो हिजोको एउटा सानो कम्युनिकेसनले चरित्र हत्या गरे अनर देखाउ न मलाई के केराको नक्सा देखेको त तैँले देख्नु भएको केरालाई केरै स्थिति भन्छ नि नेपालीमा मानस गल्ले भन्ने थाहा छ तपाईलाई तिम्रो तपाईलाई नेपालको माया लाग्ने मान्छेलाई मानस गल्ले भन्ने तपाईँलाई जस्तो चाहिँ इन्डियाको जस्तो अर्कोको क्रेडिट कार्ड लुट्ने चोर्ने टिकटकमा गिफ्ट हान्ने के भन्छ अर्काको चाहिँ क्रेडिट कार्ड के क्रेडिट कार्डमा डिस्प्युट हान्ने मान्छे जस्तो क्या तिमी आफैले त्यसरी 48 लेभल पुऱ्याएको क्या ब्रो देखाउन अनर मुला देखाउन आफूले त्यसरी 48 लेभल पुऱ्याएकै कसको छोरेर तपाईले 48 लेभल पुऱ्याए सबै त्यति गरेर तिमी देखाउ न तिम्रो अनर कोकोलाई गिफ्ट हाने देखाउँछु तपाईले कोकोलाई गिफ्ट हाने देखाउन सक्छ अहिलेसम्म हिस्ट्रीमा गिफ्ट मेरो त सबै किन रुनु पर्ने छ तिमीसँग तिमीलाई मलाई थाहा छ तिमी कहाँबाट आएको भन्ने कुरा मलाई सबै थाहा छ भाइ तिमी कहाँबाट चालु भएको कसरी हानेको तिम्रो लेभल कहाँ पुर्याउने सबै थाहा छ भाइ तिमी कसरी थाहा छ हिम्मत छ भने मान्छेले हिम्मत भएको मान्छेले हामी जस्तै फेस टु फेस The day law will come allowed, you're going to be fucking problem. Just don't fucking be so the attitude, right? तिम्रो attitude मसँग नदेखाउन होइन हामी नेपाली किन झगडा गरे कि यहाँ हामी कसलाई तमासा देखाउन लाग्यो मैले केरा देखाएँ तिमी त्यो युसिफलाई जस्तोको 12 आजको युनिभर्सिटी चाहिँ फेरि अर्को इयर नेपालको के भन्छ होस्टेललाई उडाउ त आज पनि म त्यो किनारको मैले इज्जत लुट्नलामा हान्दिन नि त ब्रो ए हार त हान त फेरि हान त म पनि हेरौँ म उनीहरूको इज्जत लुट्नलामा हान्दिन नि त ब्रो हामी होइन नि त ब्रो होइन सम्पत्ति यस्तो सुन्नु त मैले के भन्छु नि सम्पत्ति धेरै भएको मान्छे नेपालमा गरिब लिएर आएर देखाउन हिम्मत छ भनेदेखि प्रुफ लिएर आएर देखाऊ म कसैको इज्जत लुट्न हान्दिन नि त ब्रो किन गएर चाहिँ पाकिस्तानको गिफ्टरलाई त्यति $12,000 किन हानेको यस सर आई डिड के भयो तपाईलाई why do you do that you don't love Nepali people you don't like Nepali people नेपाली पिपुललाई के मैले माने हानेको छैन कहिले हानेको के मेरो पुच्छर हो हिँड्नु भएको छ मेरो पुच्छर हो कि हो एसी शेर्पा त नामको मात्रै के हो तिमीलाई कति हानेको छ नेपाली आफ्नो पैसा पनि तपाईलाई सोधेर कोला हान्नु पर्यो नेपालीलाई कि विदेशलाई हान्नु सोधेर हान्नु पर्यो ओलीजीलाई हान्नुस् त ब्रो 48 ब्रो यो होइन आफ्नो सम्पत्ति जहाँ हान्न नि पाइन्छ कसैले केटीलाई हाने जहाँ हान्नु पनि हुन्छ नो प्रब्लम जहाँ हान्न नि पाइन्छ
जहाँ नन पाइन्छ कसैले केटीलाई हालेर सक्यो कसैले तिम्रो 12,000 मतलबै गर्दैन क्या बाल मतलब गर्दैन तिमीलाई बाल भएको ब्रो तिमीलाई किन बाल भएको बाल मतलबै गर्दैन पुला बाल मतलब हुँदैन तर तिमीलाई किन बाल भएको ब्रो तिमी यति सक्सेसफुल आफूले आफूलाई भन्छौ किन तिमीलाई बाल भएको ब्रो now I know the way you talk I know who you are exactly who you are Thank you bro that's how I want to find out सुन्नु त Well wishes bro best of luck bro आफ्नो सम्पत्ति जहाँ हान्न नि पाइन्छ है कसैले केटीलाई हानेर सक्यो कसैले विदेशीलाई हान्छ आफ्नो सम्पत्ति जहाँ पनि बाँड्न पाउँछ ल कसैले कसैको सम्पत्तिमा होइन होला ब्रो नै भनिदियो ब्रो हुनुहुन्छ त्यो कारणले गर्दाखेरि चाहिँ यो नेपाली यस्तो झगडा नरम यहाँ कोही कमी छैन क्या त्यो तिम्रो मान्छेहरूले जोसुकै कमेन्ट गर्ने I don't give a shit whatever you do दाइ म बोलौँ अब स्काई दाइ एसी दाइ यो दुनियाँको सबैजना मान्छे मेरै मान्छे हो मैले त्यही अनुसारले मैले यो जिन्दगी जिइरहेको छु very good that's why नेपाल किन डेभलप तपाईँ किन नेपालको कुरा गर्नुहुन्छ तपाईँ मान्छे हो जस्तो मान्छेले बिगारेको मानवको तरिकाले पेश आउनु तपाईँ तिमी जस्तो मान्छे हो तपाईँ पहिला मान्छेको तरिकाले मान्छेमा पेश आउनु because of you guys people like you तपाईलाई मैले एउटा प्रश्न सोधौँ एउटा मात्रै प्रश्न सोधौँ तपाईको त्यसमा उत्तर छैन म त्यसलाई हेर्न चाहन्छु तिमीले मलाई प्रश्न के मेरो व्याख्या गरिसकेको रहेछ हिजो नै म थिएँ थिएन म टिकटकमा म 4 दिन बाहिर जाँदाखेरि मेरो व्याख्या गरिसकेको रहेछ तिमीले व्याख्या किन मेरो प्रश्न मेरो व्याख्या नि तिमीले सबै गरिसकेको मेरो प्रश्न के सोध्ने मलाई तिमीलाई कहाँ गरे व्याख्या तिमीले गान गरे तिमीले आफूले बोलेको आफ्नो शब्द थाहा छैन तिमी त पागल होला तिमी त म पागल हो दाइ हो गुड पागल भने पागल तपाईले मलाई पागल बनाइदिनु भयो दाइ आज के भन्नु दाइ म त पागल अब मलाई सुन्नु न निरज जी म पागल रोगी उहाँ त एकदमै समाजसेवी दाइ म पागल भएँ अब मलाई एउटा चाहिँ उद्धार गर्नु पर्यो दाइ म नेपाली हो दाइ उद्धार गर्नुस् दाइ मलाई Tell me what you want to do. What you wish? मलाई दाइ धेरै होइन दाइ wish के हो भन मलाई मलाई चाहिँ दाइ नेपालीहरूको सबैजनाको माझमा तपाईँको यो लेभलमा चाहिँ कतिजनालाई चाहिँ कति कोइन हान्नु भयो एकचोटि यसो भिडियोमा आएर स्क्रिनसटमा चाहिँ त्यो देखाइदिनुहोस् दाइ तिम्रो तिम्रो पाकिस्तानमा हाने भने चाहिँ तिमीले मेरो जहाँसम्म मैले त हाने मैले त रिजनको लागि हाने म चाहिँ भिडियोमा आएर चाहिँ मैले कति हाने भनेर भन्नु पर्ने यु फकिङ स्टुपिड तपाईले मलाई सोधे हैन हो मैले सोधेको तिमीलाई अनि मैले तपाईलाई जवाफ दिए कमेन्ट गर्नु सो यु आर फकिङ स्टुपिड ब्रो टेक योर वर्ड्स ब्रो ब्याक you know what you're gonna regret this yes you will obviously too bro well we'll see about that you know where you live दाइहरु यस्तो बुझ्ने दाइहरु भएर नि कस्तो सुब्दाहरु भनेको छ तिमीले चाहिँ एसी दाइ तपाईहरु don't even call me दाइ whatever you say एउटा त्यो जेम्सको गीत छ नि एकदमै झल्कायो ब्रो हाम्रो भनौं न एउटा तपाईहरु यस्तो बुझ्ने नेपालको कम्युनिटीलाई तपाईले टिकटक कम्युनिटीलाई अगाडि बढाएको यो कोर्डिनेट गरौँ के दाइ सिधै प्लिज म एकदम स्काई दाइ दुइटै रिस्पेक्टेड हुनुहुन्छ दाइ हिजोको सानो कम्युनिकेसन ग्याप हो दाइ यसलाई के ठुलै बनाउने हो दाइ उही भाइयाले कुराले होइन होला नि त यहाँ उहाँलाई भदभदी के कुराले बोलेको छ किनकि यहाँले त मलाई धेरै कुरा हो दाइ एसी दाइ यो पोल्ने यस्तो कुरा भए त तिमीसँग मसँग अस्ति माइला दाइको लाइभमा तिमीसँग बराबर म जोडिन्थ्यो तर म जोडिरहेको मैले भाइ पनि भनिरहेको छ दाइ पनि तर मलाई हिजो यहाँ आउँदाखेरि अचानक भाइ भन्दा धेरै दाइ भन्नमा इज्जत छ होला नि त ब्रो अब त म ब्रो भन्छु नि त ब्रो हैन तपाईहरु आफूले रेस्पेक्ट गर्ने मान्छेहरुलाई रेस्पेक्ट गर्नुपर्छ अब एसी शेर्पा दाइले पनि अब कुरा बुझ्नुपर्छ हेर्नु नेपाली च्यालेन्ज गरेर कामै छैन बोर्डरले पैसा जहाँ सुकै फाल्नु पनि उहाँको सम्पत्तिको कमाइ हो सुन्नु निरज बर्दर तपाई एउटा नेपालीलाई मैले हानेको कति छ भने मिल्नुहुन्छ कसो नमिल्ने कुरा यो अनि तपाईले पनि सुन्नु मैले